विपक्षी दलहरूको अवरोधपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित। संसदमा नेपाली कांग्रेसले भन्यो प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन। नेकपा एमाले भने प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म सदन चल्न दिँदैनौ। वर्षमान पुनको भनाई सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनु पर्दछ। सम संस्कृति पार्टीको भनाई नेपालले कहाँ कहाँ भारतको भूमि अतिक्रमण गरेको प्रधानमन्त्रीले पुष्टि गरून्। करको दर हेरफेरको विषयमा संसदीय छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको माग। सर्वदलीय बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो सभापति र परराष्ट्र मन्त्रीले संसदमा कुरा राख्नुहुन्छ, विपक्षीले मानेनन्। राष्ट्रिय स्वतन्त्र पार्टीको भनाई सदनको गतिरोध हटाउने विषयमा विपक्षी दलहरूसँग थप छलफल हुन्छ। पोखरा बस पार्क निर्माणको बाटो खुल्यो, रिट फिर्ता लिने र संरचना हटाउने सहमति। नेपाली ब्रोको अपराध घरेलु हिंसादेखि वैवाहिक बलात्कारसम्मका उजुरी, अहिले श्रीमतीको हत्या। प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन। सिके राउतको भनाई मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई राजेन्द्र लिङ्गदेनको सुझाव, वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्। अपाङ्गता भएका व्यक्तिहरूलाई चढाउन नमान्ने बस चालकलाई कारवाही। बीवाईडी गाडी आयात बारे साइमेक्सले भन्यो राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका हिक्मत जङ कार्की राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा मनोनित। राष्ट्रिय स्वतन्त्र पार्टीको 56 जिल्लामा सकियो अधिवेशन। लिप मोटर B10 टप भेरिएन्ट गाडीको मूल्य 5 लाख घट्यो। मध्यपूर्वमा पुनः युद्धको शंका घोष, इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द। हङकङ विरुद्धको खेलमा नेपाल विजयी। उत्तर कोरिया भ्रमणमा रहेका चिनिया राष्ट्रपति किम इल सुङ स्क्वायर पुगे। हिजबुल्लाह विरुद्ध थप सर्जिकल आक्रमण गर्न ट्रम्पको आग्रह। इरानको मिसाइल आक्रमणपछि तेल बजारमा हलचल, प्रति ब्यारेल $97 नाग्यो। फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या 15 पुग्यो, 129 जना घाइते। र दक्षिण कोरियाको प्रधानमन्त्रीमा हान सेओङ सुक मनोनित। यी र यस्तै समाचार सहित देश विदेशका 25 महत्वपूर्ण खबर संक्षिप्त रूपमा लिएर आएका छौं। हाम्रो भिडियो सामग्री अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् आजको समाचार सुरुवात गरौं प्रतिपक्ष दलहरूले आज पनि संसद अवरोध गरेको सम्बन्धी प्रसंगबाट। विपक्षीहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। सोमबार सभा 1:15 का लागि स्थगित भएको बैठक भोलिसम्मका लागि सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अगाडि संसदबाटै नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको र माफी माग्नुपर्ने भन्दै विपक्षीहरूले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएका छन्। विपक्षी दलले प्रधानमन्त्रीले आफ्नो भनाई संसदमै आएर सच्याउनु पर्ने र माफी माग्नुपर्ने अडान राखेका छन्, नत्र संसद बैठक चल्न नदिने उनीहरूको अडान छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको रोस्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधि सभाको काम कारबाही अगाडि बढ्न नसक्ने बताएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले गत 19 गते संसदमा दिएको मन्तव्यको घोर भर्त्सना गर्दै सो विषयमा तत्काल स्पष्टीकरण दिन माग गर्नुभएको छ। 4 दिनदेखि संसद अवरुद्ध भइरहँदा पनि दलहरू बीच भएको छलफल र संवादको प्रगतिबारे सदनलाई जानकारी नदिएकोमा सुब्बाले असन्तुष्टि व्यक्त गर्नुभएको छ। हामीले 4 दिनदेखि संसद अवरुद्ध गर्दा संवाद कहाँ पुग्यो, के कस्तो छलफल भयो, यसबारे हामीले जानकारी पाउनुपर्छ, सुब्बाको भनाइ थियो। संसद ढिलो प्रारम्भ भएको र समय निकै कम भएकाले गम्भीर विषयहरू ओझेलमा पर्न नहुने उहाँको भनाइ थियो। नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिँदै समायाचना गरेर मात्र संसदको कारबाही अगाडि बढाउन माग गरेको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले यस्तो बताउनु भएको हो। अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूले पटक पटक ध्यान आकर्षण गराए पनि सरकारले त्यसतर्फ चासो नदिएको महसुस भएको बताउनु भएको छ। उहाँले 2077 जेठ 13 गते जारी गरिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको प्रसंग स्मरण गर्दै त्यति बेला सत्ता र प्रतिपक्षको राजनीतिक मतभेद भए पनि राष्ट्रियताको सवालमा सबै दल एकजुट भएको उल्लेख गर्नुभएको छ। उहाँले प्रधानमन्त्री शाहले संसदको रोस्टमबाट आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसद चल्न नदिने बताउनु भएको छ। प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले संसदको गतिरोध अन्त्यका लागि आवश्यक वातावरण बनाइदिन सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गर्नुभएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्ति संसदमा नै आएर नसच्याई संसद बैठक चल्न नदिने विपक्षीहरूको अडान रहेको स्पष्ट पार्दै सदन सुचारू गराउनका लागि वातावरण बनाउन सभामुख अर्यालसँग अनुरोध गर्नुभयो। नेता पुनले प्रधानमन्त्री शाहले दिएको उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनु पर्ने माग पनि दोहोऱ्याउनु भएको छ।
उहाँले सदनको गतिरोध अन्त्यका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विभिन्न विकल्पहरू ल्याएको उल्लेख गर्दै त्यसमा बसेर छलफल गर्न पनि सभामुख अर्यालले आवश्यक सहजीकरण गर्नुपर्ने तर्क गर्नुभएको छ। संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले त्यसको तथ्यगत पुष्टि गर्नुपर्ने बताउनु भएको छ। सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको, उहाँले अन्यथा नेपाली जनता समक्ष आफ्नो भनाइ सच्याउनु पर्ने उहाँको भनाइ थियो। राईले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने टिप्पणी गर्दै राष्ट्रिय भूगोल र सार्वभौमिकताको रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सीमा सम्बन्धी संवेदनशील विषयमा अनावश्यक अन्यल सिर्जना गरेको दावी गर्नुभयो। उहाँले नेपाली भूमिमा सेना तैनात गर्न समेत सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर साईले बजेट निर्माण हुनु अघि नै करका दर हेरफेर हुन लागेको सूचना चुहावट भएको विषयमा प्रधानमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग जवाफ माग गर्नुभएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको, करको दरको जानकारी अर्थमन्त्री बाहेक कसैलाई नहुने अवस्थामा सूचना चुहावट भएको आरोप लगाउँदै उक्त विषय गम्भीर भएको भन्दै साईले अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन हुनुपर्ने समेत बताउनु भयो। उहाँले करको दर परिवर्तन हुने सूचना चुहावटकै आधारमा 756वटा गाडी केरला नाकाबाट नेपाल भित्रिएको समेत जिकिर गर्नुभएको छ। उहाँले संख्याकै बलमा कुशासनको बाटोमा नलाग्न समेत आग्रह गर्नुभएको छ। संघीय संसद बैठकमा विपक्षीहरूले अवरोध कायमै राखे। संसदमा जारी गतिरोध अन्त्य गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा सर्वदलीय बैठक डाक्नुभयो। बैठकमा सत्तारूढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनाल बोल्ने प्रस्ताव राख्नु भएको थियो। यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै उक्त विषयमा संसद बैठकमा पुगेर जवाब दिनुपर्ने माग राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सदनको गतिरोध हटाउने विषयमा विपक्षी दलहरूसँग थप छलफल हुने बताएको छ। सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा कुरा नमिलेपछि थप छलफल गरी अवरुद्ध संसद सुचारू गराउने विषयमा छलफल हुने निष्कर्षमा पुगिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। उहाँले आफूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको व्यक्ति परराष्ट्र मन्त्रालयको विषय भएकाले परराष्ट्र मन्त्रीले जवाब दिँदा हुने कुरा राखेको र त्यसमा विपक्षीले प्रधानमन्त्रीको जवाब चाहिन्छ भन्ने अडान राखेपछि उक्त विषयमा थप छलफल आवश्यक रहेको पनि बताउनुभयो। महामन्त्री बुर्लाकोटीले सभापति लामिछानेले प्रधानमन्त्रीको संसदको सम्बोधन विषयगत रूपमा प्रवेश भएकाले यसको जवाब परराष्ट्र मन्त्री शिशिर खनालले दिँदा उपयुक्त हुने धारणा राख्नु भएको बताउनु भएको छ। महामन्त्री बुर्लाकोटले परराष्ट्र मामिलाको विषयलाई ठिक ढंगले सम्बोधन गर्ने काम परराष्ट्र मन्त्रालयले गर्ने पनि बताउनु भयो। पोखरा बस पार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका झग्गा धनीहरू र पोखरा महानगरपालिका बीच लामो समयदेखि विवादित बस पार्क निर्माणका विषयमा सहमति भएको छ। पोखरा महानगरपालिका अनुसार उक्त क्षेत्रका झग्गा धनीहरूले महानगरपालिका विरुद्ध सम्मानित उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको छ। अदालतले अन्तरिम आदेश दिएको थियो। दुवै पक्षलाई 26 गते छलफलका लागि अदालतमा बोलाइएको थियो। साथै बस पार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी समेत भएको छ। सहमति अनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्ड बमोजिम निर्माण गरिनेछ। यस्तै हाल सञ्चालनमा रहेका शटर तथा कभलहरू आजको मितिले 7 दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बस पार्क निर्माणको मार्ग प्रशस्त भएको जनाएको छ। महानगरपालिकाले बस पार्क निर्माणलाई अगाडि बढाउन सहयोग पुर्याउने सम्पूर्ण जग्गाधनी, स्थानीयवासी, सरकारवाला पक्ष तथा सम्बन्धित सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। महानगरपालिकाले यस सहमतिसँगै बहुप्रतिष्ठित पोखरा बस पार्क निर्माण कार्यले गति लिने विश्वास व्यक्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिल्ला अधिवेशनका क्रममा नेपाल सरकारको आधिकारिक निशान छाप प्रयोग गरेको दाबीसहितको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तर नेपाल फ्याक्ट चेकको प्राविधिक परीक्षण र स्थलगत अनुसन्धानले उक्त तस्बिर आर्टिफिसियल इन्टेलिजेन्स एआईबाट बनाइएको र दाबी पूर्णतः फेक भएको पुष्टि भएको छ। यो भ्रमको सुरुवात पत्रकार तथा जनआस्था साप्ताहिक सम्पादक किशोर श्रेष्ठले सोमबार आफ्नो फेसबुक पेजबाट गरेका थिए। उनले एउटा तस्बिर सेयर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न गरेका थिए। पार्टीको बेला र प्रमाण पत्रमा नेपाल सरकारको आधिकारिक लोगो यसअघि कहिल्यै
कहीँ कतै प्रयोग भएको देखिएको थिएन। किन होला यसरी नाम प्रयोग गर्नु परेको? श्रेष्ठले सेयर गरेको तस्बिरमा पृष्ठभूमिमा टाँसिएको ब्यानर र अगाडि उभिएका एक व्यक्तिले समातेको प्रमाणपत्रमा नेपाल सरकारको आधिकारिक लोगो स्पष्ट देखिन्छ। श्रेष्ठको उक्त पोस्टपछि पत्रकार विराट अनुभवले पनि सोही तस्बिर शेयर गर्दै सरकारी पार्टी भन्दै टिप्पणी गरेका छन्। यो क्रम यतिमा मात्र रोकिएन। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले समेत सोही तस्बिर राखेर घटनाको छानबिन गर्न माग गरेका छन्। पत्रकार र जिम्मेवार व्यक्तिहरूले नै तस्बिर शेयर गरेपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो। तस्बिरमा बाँके जिल्ला र सचिव शुभम कुमार गुप्ता लेखिएको देखिएपछि नेपाल फ्याक्ट चेकले यसको विस्तृत अनुसन्धान गरेको छ। अनुसन्धानका क्रममा तस्बिरको दायाँ छेउको मुनि गुगल एआई जेमिनाईको तारा जस्तो लोगो देखिएको थियो। गुगलको एआई पहिचान गर्ने प्रविधि सिन्थ आइडीबाट जाँच गर्दा उक्त तस्बिर गुगल एआईबाट बनाइएको वा सम्पादन गरिएको पुष्टि भएको छ। अनुसन्धान टोलीले सचिव शुभम कुमार गुप्ता निर्वाचित भएको वास्तविक कार्यक्रमको लाइभ भिडियो समेत फेला पारेको छ। उक्त भिडियोमा कतै पनि ब्यानरमा सरकारी निशान छाप प्रयोग भएको देखिँदैन। भाइरल तस्बिरमा देखिएको व्यक्तिको लुगा र वास्तविक सचिव गुप्ताको लुगा मिलेको छैन। पछि पुष्टि भए अनुसार तस्बिरमा देखिएका व्यक्ति नवनिर्वाचित अध्यक्ष विवेक कुमार श्रेष्ठ थिए। उनको पुरानो फोटोलाई एआई टुल मार्फत फेस स्वाइप गरी यो नयाँ नक्कली तस्बिर तयार पारिएको पाइएको छ। नवनिर्वाचित सचिव गुप्ताले नेपाल फ्याक्ट चेकसँग कुराकानी गर्दै आफूलाई कुनै प्रमाणपत्र वितरण नगरिएको र भाइरलमा भएको दाबी पुरै मिथ्या भएको जानकारी दिनुभएको छ। मान्छेको जीवन र मृत्यु भगवानले दिएर पठाएको हुने रहेछ। मेरो हातबाट कसैको ज्यान नजाओस् नेपाली ब्रो भनेर चिनिने कुमार थापाले सामाजिक सञ्जालमा एक भिडियो मार्फत भने। यो भिडियो सार्वजनिक भएको केही बेरमै उनै नेपाली ब्रोले श्रीमतीको हत्या गरेको विषय फैलियो। तारकेश्वर नगरपालिका 6 लोलाङ पैङटारमा 38 वर्षीय नेपाली ब्रोले आफ्नै श्रीमती 42 वर्षीय ईश्वरी भुजेलको हत्या गरेको सार्वजनिक भयो। अहिले नेपाल प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। प्रहरी वृद्ध बालाजुको हिरासतमा रहेका बेला यो प्रकरणमा अरू 3 जना पनि समातिएका छन्। परिसरका एसपी भट्टराईका अनुसार नुवाकोटको तारकेश्वर गाउँपालिका 4 घर भएका नुवाकोटकै तारकेश्वर नगरपालिका 4 का 36 वर्षीय विक्रम थापा मगर, काठमाडौँ महानगरपालिका 16 बालाजुका 40 वर्षीय पूजन थापा छेत्री, जुम्लाको हिमा गाउँपालिका 1 घर भएकी 25 वर्षीय प्रतीक्षा आचार्य पक्राउ परेका छन्। पक्राउ परेका मध्ये विक्रम नेपाली ब्रोका सहोदर भाइ हुन् भने पूजन र प्रतीक्षा भने साथी हुन्। पक्राउ परेका विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ। यता पारिवारिक कलहले ज्यान लिएको खुलेको छ। श्रीमती हत्याको कारण पारिवारिक कलह रहेको प्रहरीले बताएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पुरानो पारिवारिक कलहले उग्र रूप लिँदा ज्यान गएको हो। प्रहरीका अनुसार उनीहरूको विवाद झै झगडादेखि घरेलु हिंसा, वैवाहिक बलात्कार, सम्बन्ध विच्छेदसम्मको विषय प्रहरीदेखि अदालतसम्म पुगेको पाइएको छ। गत 23 भदौमा मात्रै नेपाली ब्रोले श्रीमती ईश्वरीमाथि घरेलु हिंसा गरेको भन्दै प्रहरी वृद्ध बालाजुमा उजुरी परेको थियो। त्यसपछि प्रहरी दुवै पक्षलाई बोलाएर छलफल गरेको पाइएको छ। नेपाली ब्रो विरुद्ध श्रीमती ईश्वरीले वैवाहिक बलात्कारमा उजुरी समेत दिएको पाइएको छ। यो घटनामा प्रहरीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलले काठमाडौँ अदालतमा वैवाहिक बलात्कारको कसुरमा मुद्दा समेत दर्ता गराएको थियो। यो मुद्दा अहिले पनि विचाराधीन अवस्थामै रहेको छ। उनीहरूबीच सम्बन्ध विच्छेदको मुद्दा पनि चलेको पाइएको छ। यो मुद्दा पनि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामै छ। लामो समयदेखि चलेको पारिवारिक कलहले उग्र रूप लिँदा ईश्वरीको ज्यान गएको प्रहरी अधिकारीहरू बताउँछन्। पछिल्लो समय उनीहरूबीच सामाजिक सञ्जालमा पनि आरोप प्रत्यारोप हुने गरेको पाइएको छ। सम्बन्ध विच्छेदको मुद्दा चलेको र सम्पत्तिको विषयलाई लिएर एकअर्का बीच विभिन्न टिका टिप्पणी भएका विषयहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्। नेपाली ब्रोकी श्रीमती ईश्वरी नेपाली सेनाकी सुबेदार हुन्। उनी बालमै रहँदा शुक्रबार अफिस सकेर घर फर्किँदै थिइन्। तर घर पुग्न नपाउँदै बाटो ढुकेर बसेका श्रीमान नेपाली ब्रोबाट उनको हत्या हुन्छ। बाटो ढुकेर आक्रमण भएको देखिन्छ। गम्भीर घाइते भएपछि अस्पताल लैजाँदा अस्पतालले उनलाई मृत घोषणा गरेको एसपी भट्टराईको भनाइ छ। ईश्वरीलाई चक्कुले आक्रमण गरेको र प्रहरीले चक्कु समेत बरामद गरेको पाइएको छ। प्रहरीको अहिलेसम्मको अनुसन्धान अनुसार मार्ने योजना अनुसार नै नेपाली ब्रोले हत्या गरेको देखिएको छ। कुनै आवेशमा आएर एक्कासी आक्रमण गर्दा ज्यान गएको होइन, मार्ने योजना अनुसार नै बाटो ढुकेर हत्या गरेको देखिन्छ। एक अनुसन्धान अधिकृतको भनाइ छ। नेपाली ब्रो भनेर चिनिने कुमार पनि पूर्व आर्मी रहेको प्रहरीले बताएको छ। आर्मीको जागिर छोडेपछि उनले कुस्ती खेल्ने गरेको बताइन्छ। सामाजिक सञ्जालमा पनि उनले कुस्ती खेलेका भिडियोहरू पोस्ट गरेका थिए। जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण रूपमा स्वायत्तता प्रदान गर्न माग गर्दै प्रदर्शन गरेको छ। सोमबार माइतीघरमा जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्नुपर्ने लगायत विभिन्न माग राखी प्रदर्शन गरेको। प्रदर्शनमा सहभागी जनमत पार्टीका कार्यकर्ताले प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर, कर्मचारी प्रशासन तथा स्थानीय तहलाई प्रदेश मातहत राख, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गर र प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउन माग गरेका छन्। यस्तै 12 लाख रोजगारी सिर्जना गर्ने सरकारी प्रतिबद्धता पूरा गर, नेपाली सेनामा मधेसी र
र थारू समुदायको सामूहिक भर्ना सुनिश्चित गर तथा 54% जनसङ्ख्या रहेको तराई मधेस क्षेत्रमा सोही अनुपातमा बजेट विनियोजन गर्न माग गरेका छन्। उनीहरूले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या समाधान गर्न, किसानलाई मल्खा तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन, चुरे क्षेत्रमा भइरहेको दुहन र अतिक्रमण रोक्न तथा मधेसी, थारू, दलित, मुस्लिम, आदिवासी, जनजाति, पिछडा वर्ग, सुकुम्बासी र अल्पसंख्यक समुदायमाथि हुने दमन, शोषण र विभेद अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन्। जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताउनु भएको छ। सोमबार माइतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनमा सम्बोधन गर्दै उहाँले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेसको मागप्रति अनुदार हुने गरेको बताउनु भयो। उहाँले मधेसबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा व्यवस्था गर्ने प्रवृत्ति निरन्तर रहेको बताउनु भएको छ। राणा शासनकालमा मधेसमाथि उपनिवेशवाद शासन लादिएको दावी गर्दै उहाँले पछिल्ला 75 वर्षमा कांग्रेस र कम्युनिस्ट दलहरूले पनि मधेसलाई विभिन्न रूपमा ठग्दै आएको आरोप लगाउनु भयो। 2007-8 सालपछि कांग्रेस र कम्युनिस्टहरूले सत्ताको नेतृत्व गरे पनि आजसम्म मधेसीलाई पूर्ण अधिकार नदिएको उहाँको भनाइ थियो। विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिनुभएको छ। सर्वदलीय बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले आफूले उक्त सुझाव दिएको बताउनु भएको छ। अध्यक्ष लिङ्गदेनले प्रधानमन्त्री बालेन्द्र सारे संसदमा र सभापति लामिछानेले भारत भ्रमणको क्रममा आफूले विगतको भारी नबोक्ने भनी दिएको अभिव्यक्ति अपरिपक्व र नेपालको संसदबाट सर्वसम्मतिले पारित गरेको लिपुलेख लिम्पियाधुरा र कालापानी नेपालको हो भनी गरेको प्रमाणलाई समेत कमजोर बनाउने खालको भएको जिकिर गर्दै यस्ता कुराहरूमा होसियारी अपनाउन आग्रह गर्नुभयो। उहाँले सरकारको गलत क्रियाकलापको भारी सम्पूर्ण देशले बेहोर्नु पर्ने हुनाले पनि सरकारले वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन आवश्यक रहेको तर्क गर्नुभयो। बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बस चढाउन नमान्ने एकजना बस चालकलाई कास्की प्रहरले कारबाही गरेको छ। कास्कीको पोखरा महानगरपालिका 32 लेखनाथमा एकजना बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा नरोकी हिँडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। ती व्यक्तिले पनि सम्बन्धित निकायको ध्यानकर्षण होस् भन्ने बेहोराको भिडियो पोस्ट गरेका थिए। त्यसपछि कास्की प्रहरले सो बसको खोजी थालेको थियो। जिल्ला प्रहरी कार्यालयले खोजतलास तथा आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई अनुरोध गरेको थियो। त्यसपछि ग2 2255 नम्बरको सार्वजनिक बस भएको पत्ता लागेपछि त्यसलाई नियन्त्रणमा लिएको थियो। बस चालकलाई आवश्यक ट्राफिक जरिवाना गरी अब आइन्दा फरक क्षमता भएका, बौद्धिक अपाङ्गता भएका तथा वृद्ध वृद्धालाई विशेष प्राथमिकता दिने सहमति जनाई छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक हुनु अघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन सम्बन्धमा विभिन्न सञ्चार माध्यममा सार्वजनिक गलत तथ्यप्रति साइमेक्स इङ्कले ध्यानकर्षण भएको जनाएको छ। नेपालमा बीवाईडीको सवारी साधनको आधिकारिक वितरकका रूपमा साइमेक्स इङ्क रहँदै आएको छ। यस विषयमा कम्पनीले विभिन्न तथ्यहरूलाई स्पष्ट पार्दै कानूनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रति प्रतिबद्धता जनाएको छ। साइमेक्सले कोर्ला र रसुवा नाकाबाट भित्रिएका गाडीको विवरण पनि स्पष्ट पारेको छ। यसका अतिरिक्त 226 वटा सवारी साधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेको भए पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन। साइमेक्स इङ्कले एक विज्ञप्ति जारी गर्दै भनेको छ, केही सञ्चार माध्यममा उल्लेख गरिएका सवारी साधनहरू नेपाल सरकारको प्रचलित कानून, भन्सार सम्बन्धी नियमावली तथा प्रक्रिया अनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएका हुन्। साइमेक्स इङ्कले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनाधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिने स्पष्ट पारेको छ। कुनै सुविधाका लागि कुनै पनि निकायसँग अनुरोध नगरिएको साइमेक्सले जनाएको छ। ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारी साधनको बढ्दो माग सम्बोधन गर्न यी सवारी साधन आयात गरिएका हुन्, कम्पनीले भनेको छ। यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्था सम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन्। सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालको प्रचलित कानून तथा नियामकीय व्यवस्था अनुसार नै सम्पन्न गरिएको साइमेक्सले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई विदेश जाने बाटो खुल्ला गर्न अस्वीकार गरेको छ। फिफा विश्वकप 2026मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई राखेप पुगेका थिए। तर राखेपले तत्कालको अवस्थामा पदाधिकारीलाई विदेश जाने बाटो खुल्ला गर्न अस्वीकार गरेको सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिनुभयो। स्रोतका अनुसार विदेश जाने बाटो खुल्ला गर्न भन्दै एन्फा पदाधिकारीहरू अध्यागमन विभाग पनि पुगेका
थिए, तर अध्यक्षले राष्ट्रिय खेलकुद परिषद राखेपबाट नै सिफारिस लिएर आउन भनेपछि उनीहरू राखेप पुगेका थिए। 11 जुनबाट सुरु नै फिफा विश्वकप 2026 मा सहभागी हुन अध्यक्ष नेमाङ र महासचिव राई हिजो राति मेक्सिको जाने तयारी गरेका थिए। यद्यपि उनीहरूको प्रयासलाई राखेपले पनि रोक लगाएको छ। आर्थिक विषयको छानबिनका लागि राखेपको सिफारिसमा अध्यगमन विभागले गत वैशाखमा इन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो। सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनौटको फाइनलमा नेपालले हङकङलाई डिएलएस पद्धति अनुसार पराजित गरेको छ। सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको 189 रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले 13.2 ओभरमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा वर्षा भएको थियो। त्यसपछि खेल हुन नसक्दा डिएलएस पद्धति अनुसार नेपाल विजयी भएको। डिएलएस पार स्कोर 95 रहेको थियो। नेपाल 19 रनले अगाडि रह्यो। नेपालका कुशल भुर्तेले 40 बलमा 65 रन बनाएर आउट भए। रोहित पौडेल 35 रनमा तथा दिपेन्द्र सिंह एरी 9 रनमा नट आउट रहे। हङकङका लागि एहसान खान र आयुष शुक्लाले एक विकेट लिए। नेपालले कीर्तिमानी जित हासिल गर्नबाट भने चुकेको छ। 189 रनको लक्ष्य पूरा गरेर जित निकालेको अवस्थामा नेपालका लागि सर्वाधिक सफल रन चेज हुने थियो। यसअघि नेपालले सन् 2020 मा कुवेत विरुद्ध 186 रनको लक्ष्य पूरा गरेको सर्वाधिक सफल रन चेज थियो। बलिङतर्फ नेपालका शेरमल्लले 4 ओभरमा 32 रन दिएर 4 विकेट लिए। करण केसीले 2 तथा सन्दीप लामिछानेले 1 विकेट लिए। नेपाल र हङकङ दुवै फाइनलसम्म आइपुग्दा अपराजित थिए। साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार 20.27 अङ्क घटेको छ। यसअघि शुक्रबार 11 तथा बिहिबार 13 अङ्कले बजार परिसूचक नेप्से घटेको थियो। आजको कारोबारपछि नेप्से 2735 अङ्कमा अडिएको छ। कारोबार सुरु भएको 5 मिनटपछि नै झर्न थालेको बजार अन्तिम समयसम्म रातो अङ्कमा रह्यो। 41 कम्पनीको मूल्य बढ्दा 223 को घट्यो भने 6 को स्थिर रह्यो। कारोबार रकम 1.5 अर्ब बढी घटेको छ। अघिल्लो दिन 5 अर्ब 61 करोडको कारोबार भएकोमा आज 4 अर्ब 8 करोडको भयो। फाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन्। कालिन्चोक हाइड्रो पावरको मूल्य सबैभन्दा धेरै 15% बढ्यो। यस्तै क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको 13.11, सोपान फार्मास्युटिकल्सको 9.98, सामुदायिक लघुवित्तको 8.85% मूल्य बढ्यो। उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै 7.14% घट्यो। राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जङ कार्कीलाई मनोनित गरेको छ। काठमाडौँका कार्कीलाई पार्टीको विधान, नीति सिद्धान्त र विभागको नियमावली बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ मनोनयन गरिएको पार्टीले जनाएको छ। नवनियुक्त सदस्यले युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट मानविक तथा सामाजिक शास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेका छन्। उनी राप्रपा परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन्। विगतमा उनले पोल्यान्डमा सम्पन्न संयुक्त राष्ट्र संघीय वर्ल्ड अर्बान फोरम, अमेरिकाको वासिङटन डिसी र न्युजिल्यान्डमा भएका प्रजातान्त्रिक फोरम लगायत फिनल्यान्ड, जर्मनी, मोरक्को र बेलायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै नीतिगत संवाद र विश्वव्यापी सञ्जालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विभागमा मनोनित भएसँगै कार्कीले पार्टीको विधान, नीति र सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहँदै नेतृत्वको मार्गदर्शनमा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र विस्तार गर्न आफ्नो तर्फबाट निरन्तर प्रयास रहने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले 56वटा जिल्लामा अधिवेशन सकेको छ। अधिवेशन भएका मध्ये झण्डै 90% हाराहारी जिल्लामा निर्वाचन भएको केन्द्रीय संगठन विभागका सचिव शङ्कर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार 12वटा जिल्लामा अधिवेशन प्रक्रियामा रहेको छ। यसमध्ये केही जिल्लामा चुनाव भएर मतगणना भइरहेको छ। मध्य प्रदेशका अधिकांश जिल्लामा अधिवेशन हुन बाँकी छ। महोत्तरी, रौतहट, सिराहा, पर्सा, सर्लाहीको अधिवेशन निर्वाचनको चरणमा छ। 70 र 12 को अधिवेशन मंगलबार तोकिएको छ। धनुषाको अधिवेशन बुधबारलाई तय गरिएको छ। नेपालका लागि लिप मोटर गाडीहरूको आधिकारिक विक्रेता साङ्ग्रिला मोटर्सले लिप मोटर B10 टप भेरिएन्टको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ। नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य 2026 मोडलका लागि साबिकको 60 लाखबाट घटेर 54.99 लाखमा झरेको छ। साबिकको मूल्यभन्दा 5 लाख रुपियाँ कम भएको कम्पनीले जनाएको छ। उक्त घोषणा जेठ 24 गते उत्तर ढोका स्थित लिप मोटरको सोरुममा आयोजित एक विशेष कार्यक्रमका बीच गरिएको हो। परिमार्जित मूल्यले स्मार्ट र प्रविधि मैत्री इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकलाई थप पहुँचयोग्य बनाउने कम्पनीको भनाइ छ। पपस्टार साकिराले आफूले गाएको फिफा विश्वकप 2026 को प्रबन्धन बारेको गीत नेपाली बालबालिकाले बनाएको आकर्षक नृत्यसहितको रिल्सलाई सेयर गरेकी छन्। इन्स्टाग्राममा उनले नेपाली बालिका आयुषी ढकाल सहितका बालबालिकाले बनाएको रिल्सलाई सेयर गरेकी हुन्। उनले उक्त गीतमा रिल्स बनाउने अन्य मुलुकका बालबालिकाले बनाएका गीत पनि सेयर गरेकी छन्। विश्वकप फुटबल सुरु हुन केही दिन बाँकी रहँदा नेपालमा समेत यसको ज्वरो सुरु भएको छ। साकिराको उक्त गीतले विश्वव्यापी चर्चा बटुलिरहेको छ।
अब के अन्तर्राष्ट्रिय प्रसङ्ग इजरायल इरान र अमेरिका बीच गत अप्रेलमा भएको युद्धविराम सम्झौतापछि पहिलो पटक इरानले इजरायलमाथि मिसाइलको वर्षा गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले यो आक्रमण एक हप्तासम्म चल्ने निरन्तर प्रहारको सुरुवात भएको घोषणा गरेको छ। इजरायली सेनाका अनुसार इरानले प्रहार गरेका मिसाइलहरूलाई देशको उत्तरी क्षेत्रको आकाशमा नष्ट अर्थात् इन्टरसेप्ट गरिएको छ। हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। आइतबार बिहान इजरायलले लेबनानको राजधानी बेरुत स्थित हिजबुल्लाहका ठेगानाहरूमा आक्रमण गरेपछि इरानले यसको कडा जवाब दिने चेतावनी दिएको थियो। यस घटनालाई लिएर इजरायली सैन्य प्रवक्ताले इरानले गम्भीर गल्ती गरेको टिप्पणी गरेका छन्। यस्तै फक्स न्यूजका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल आक्रमण रोकेर वार्ताको टेबलमा फर्कन आग्रह गरेका छन्। बीबीसीका अनुसार इरानले आफ्नो धम्कीलाई व्यवहारमा उतारेको छ, तर अबको परिस्थिति इजरायलले दिने जवाफी प्रतिक्रियामा निर्भर रहने देखिन्छ। इरानी आक्रमण लगतै इजरायली सरकारी निकायले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गाजा प्रवेश गर्ने सबै नाकाहरू बन्द गर्ने निर्णय गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि केरेम, सालोम र रफा लगायतका सबै नाकाहरू पूर्ण रूपमा बन्द रहने इजरायलले जनाएको छ। चिनिया राष्ट्रपति सी जिनपिङ र उनकी पत्नी पेङ लियुआन कार मार्फत उत्तर कोरियाको राजधानी प्योङयाङ स्थित किम इल सुङ स्क्वायर पुगेका छन्। चीनको सरकारी समाचार एजेन्सी सिन्हाका अनुसार त्यहाँ उनीहरूको स्वागतका लागि सैन्य ब्रान्ड र उत्साही जनसमुदाय उत्सुकताका साथ पर्खिरहेका थिए। यस क्षेत्रमा उत्तर कोरिया र चीनबीच अमर मित्रता र उत्तर कोरिया र चीनबीचको अटुट मित्रता जिन्दाबाद देखिएका ब्यानरहरू सजाइएका थिए, जसको बीचमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जूले चिनिया राष्ट्रपति दम्पतिको स्वागत गरेका थिए। त्यसपछि राष्ट्रपति सीले उत्तर कोरियाली सेनाको कुलीन औपचारिक इकाइ कोरियन पिपल्स आर्मीको गार्ड अफ अनर निरीक्षण गरेका थिए। सो क्रममा सैनिकहरूले कोरियाली भाषामा ठूलो स्वरमा कमरेड सी जिनपिङको सुस्वास्थ्यको कामना गर्दछौँ भन्दै नारा लगाएका थिए। 7 वर्षमा पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेका चिनिया राष्ट्रपति सी जिनपिङले दुई देशबीचको सम्बन्ध नयाँ ऐतिहासिक प्रस्थान बिन्दुमा उभिएको बताएका छन्। उत्तर कोरियाको राजधानी प्योङयाङमा उनको भव्य स्वागत गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हिजबुल्ला विरुद्ध थप भौतिक आक्रमण गर्न आह्वान गरेका छन्। इरानसँगको शान्ति सम्झौतामा हिजबुल्ला धुनलाई समावेश गर्न आफूले स्वीकृति नदिएको उनले बताएका छन्। म हिजबुल्लामाथि थप भौतिक आक्रमण हेर्न चाहन्छु, मलाई लाग्छ कि यो अधिक सर्जिकल हुनुपर्छ, ट्रम्पले एनबीसीको मिड द प्रेसको संक्षिप्त संवादमा भनेका छन्। म लेबनानको जीवन राम्रो भएको हेर्न चाहन्छु, उनले थप भनेका छन्। इजरायलले आइतबार इरान समर्थक हिजबुल्लाको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको छ। इरानले इजरायलमाथि गरेको मिसाइल आक्रमण र त्यसपछि इजरायली वायुसेनाले गरेको जवाफी सैन्य कारबाहीका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ। सोमबार एसियाली बजार खुलेसँगै ऊर्जा क्षेत्रमा देखिएको यो तीव्र उतार चढावले विश्व अर्थतन्त्रमै नयाँ चिन्ता थपेको छ। गत अप्रेलमा इरान, इजरायल र अमेरिका बीच भएको एउटा संवेदनशील युद्धविराम सम्झौतापछि इरानले इजरायली भूभागमा सिधा मिसाइल प्रहार गरेको यो पहिलो पटक हो, जसका कारण मध्यपूर्वमा आपूर्ति अवरुद्ध हुने डरले बजारमा प्यानिक बाइङ देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो समाचार पार्दासम्म अन्तर्राष्ट्रिय मानक मान्ने ब्रेन्ट क्रुडको मूल्य 4.62% बढेर प्रति ब्यारेल 97.39 अमेरिकी डलर पुगेको छ। यसैगरी अमेरिकी कच्चा तेल WTI को मूल्यमा पनि 4.35% को वृद्धि हुँदै प्रति ब्यारेल 94.48 डलर कायम भएको छ। फिलिपिन्समा सोमबार बिहान गएको 7.8 म्याग्निट्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या 15 पुगेको छ। फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशकका अनुसार हालसम्म 15 जनाको मृत्यु भएको विवरण आएको छ। यो क्षेत्र दक्षिण कोटाबाटो, सुल्तान कुदरात, सारगानी र जनरल सान्तोस सिटी सहित 4 प्रान्त र 1 शहरमा फैलिएको छ। भूकम्पमा परेर यस क्षेत्रमा करिब 129 जना घाइते भएको बताइएको छ। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले मिन्डानाओका 6वटा क्षेत्रमा सुनामी छालहरू रेकर्ड गरिएको रिपोर्ट गरेको छ। यी छालहरू स्थानीय समयअनुसार बिहान 7:42 बजेदेखि 8:45 बजेसम्म रेकर्ड गरिएका थिए। यिनै समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौँ। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। हाम्रो बिहानी न्युज बुलेटिन हरेक दिन बिहान 5:10 हाम्रो यस युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। तपाईँको बाँकी पल सुखद रहोस्।